भन्दै गर्दा राम्रो हुँदै पर्दैन। मलाई लाग्छ यो राम्रो कामको सुरु पनि मैबाट गर्ने हो। अर्कोले गर्दा भन्दै गर्दा दुधको पोखरी बनाउने भनेर पानी पोखरी बनाउने भने जस्तै हुने हुनाले वास्तवमा मानवताको असली परीक्षा भनेको विपद बेला हुन्छ। विपद जस्तो सुकै किन नहोस्, या बाढीको समय होस्, या आगजनीको समय होस्, या पहिरोको समय होस्, या अरू खालका सहरी दुर्घटना लगायतका अरू या महामारी जन्य रोगहरूको होस्, वास्तवमा मानवताको परीक्षा त्यतिखेर हुन्छ कि हामी कति शिक्षण हुनु पर्यो। भूकम्पको कुरा त हामी गर्छौँ, रेल छलफल गर्छौँ। हामीले बारपाकमा भूकम्प गयो, बारपाकमा पुनर्निर्माणका लागि पैसा सरकारसँग थिएन, सरकारले उपलब्ध गराउन सकेन, राहत उद्धारमा लगानी गर्न सकेन। सरकारले नै त्यही बेला धेरै ठुलो लगानी तनाव भेउटा भन्नु तयार भयो। अब अहिले फेरि बारपाकमा फेरि भूकम्प गयो। अहिले पनि हुकुम सल्यान चालहरूको मान्छेलाई पुनः हामीले छाना दिन सकिरहेका छैनौँ। फेरि सरकार अन्तर्गत सुरुङको काम गर्दैछ। त्यो हुनाले हामी कति संवेदनशील हुन्छौँ, हाम्रो संवेदनशीलताले नै मलाई लाग्छ विपदको बेला हामीले जति धेरै मानवता प्रबोधन गर्ने गरी काम गर्न सक्छौँ, त्यति धेरै सरकारप्रति नागरिकको विश्वास जाग्ने। प्लस हामी जुन ठाउँमा हुन्छौँ, कोही कार्यालय प्रमुखको रूपमा हुन्छ होला, कोही सचिवको रूपमा, कोही उपसचिवको रूपमा, कोही मन्त्रीको रूपमा, कोही सुरक्षा निकायको रूपमा, हामी जहाँ हुन्छौँ त्यहाँ भएका मान्छेहरू मात्रै राम्रो मबाटै सुरु गर्नुपर्छ भनिदिने हो भने आधाभन्दा बढी समस्या समाधान हुन्छ। अहिले हामी सबै एक खालको रोगी भएको छौँ, मोबाइल नचलाइ नहुने खालको रोग सबै लागेको छ। सबैले अहिले डिजिटल भनिरहेको छ, डिजिटल नेपाल फ्रेमवर्क पनि भनिरहेको छ। हामीले सोसल मिडियामा नेगेटिभ कुरा नलेखिदिएर यो सूचनामा चाहिँ हामी सरकारी संयन्त्रमा जोडिएका मान्छेले यो खालको विपदको सूचना, सुरक्षा सम्बन्धी हुने सूचना, हामी सच्चिने सूचना मात्रै हामीले पोस्ट गरिदिने या सेयर गरिदिने काम गर्न सकियो भने पनि मलाई लाग्छ यो धेरै कुरा सकिन्छ। तर हामीले धेरै कुरा लुकाएर समस्या छ। कुरा लुकाउँदै गर्दा मान्छेमा शङ्का हुने हो। यो प्रदेश फेरि स्वास्थ्यको कुरा गर्दै गर्दा अहिले के कुरा भइरहेछ भन्ने कुरा जानकारी गरौँ। आज पनि हामी बस्दै गर्दा अहिले पनि 2-3 कल फोन आइरहेको थियो। अहिले हामीले पालिकामा अनिवार्य रूपमा डाक्टर पठाउनुपर्छ भन्ने अभियान सुरु गरिरहेको छौँ। यो चाहिँ 22-23वटा पालिकामा अहिले मेडिकल अफिसर साथीहरू पठाइरहेको छौँ र त्यो ल्याब व्यवस्थित हुँदैन। अहिले पनि कर्णालीमा 38वटा ल्याबहरू छन्। ती ल्याबको गुणस्तरका लागि प्रदेश प्रयोगशाला मार्फत हामी सबै ट्रेनिङमा उहाँहरूले बोलाइरहेको छौँ। सबैभन्दा बलियो संयन्त्र स्वास्थ्यको थियो। संघीयताले स्वास्थ्यको बलियो संयन्त्रलाई कमजोर बनाएको त छैन, तर यसलाई फेरि बलियो पनि राखिरहेको छैन। यो प्रदेशमा त संसदज्यूलाई फेरि यो कुरा सुनाएको जस्तो होला। यो प्रदेशमा हामीले भाषण गर्छौँ, सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले सबै कुराको अभियान सुरु गरिदिन्छ र स्वास्थ्य मन्त्रालयको अथवा नेपाल सरकारको एउटा पनि अस्पताल हाम्रो प्रदेशमा छैन। मैले स्वास्थ्य समन्वय समितिको बैठकमा कुरा उठाउँछु कि तपाईँले यो भाषण गर्नु हुँदा यो कुरा म गर्छु भनिरहँदा पहिला तपाईँले क्यान्सरको उपचार गर्ने भन्नुहुन्छ, मृगोला भन्नुहुन्छ, अर्को भन्नुहुन्छ। विशिष्ट सेवा दिने दायित्व सङ्घीय सरकारको। जब तपाईँले विशिष्ट सेवा दिने जुन सङ्घीय सरकारको दायित्व छ, त्यो दायित्व निर्वाह गर्न सक्ने आधारभूत फाउन्डेसन भनेको त सङ्घीय सरकार आफ्नो संरचना हो। त्यो संरचना छैन। संरचना नहुँदा पनि हामी काम गर्न प्रतिबद्ध छौँ। हामीले मृगोला प्रत्यारोपणको काम पनि सुरु गरेका छौँ, क्यान्सर पनि सुरु गर्छौँ, अरू पनि सुरु गर्छौँ। तर हामीलाई चाहिने जनशक्ति, अहिले पनि जनशक्तिको अभाव छ। हामी सबैले काठमाडौँ खतम छ, बेकार छ भन्छ, अरू 4 घन्टा जामा बस्न तयार छ। तर एक घन्टाको दूरीमा काठमाडौँ सुर्खेत पुगिन्छ। तर सुर्खेत अस्पतालमा, प्रदेश अस्पताल सुर्खेतमा कोही पनि विषयको हामी आउन तयार छैनौँ। अब हाम्रो मानसिकतालाई कसरी रिजन गर्ने? राजनीतिक रूपमा सङ्घीयता सफल भयो, चौक चौतारा जता पनि मान्ने भेटिने सम्भावना भयो, मन्त्रीहरू जहाँ पनि भेटिने सम्भावना भयो। तर प्रशासक र प्राविधिक जनशक्ति अहिले पनि भेटिने सम्भावना छैन। सङ्घीय संसदले अहिले अब यो जनजाति आन्दोलनलाई महान भनिरहेको छन् पढ लेखा विद्वान साथीहरूले। धन्न यो राजनीतिक रूपमा स्थायित्व भएको सङ्घीयताले
प्रदेशहरूले प्रदेश प्रहरी यहाँ ल्याइसकेको अवस्था छ, प्रदेश निजामती यहाँ ल्याइरहेछन्। तर सङ्घीय निजामती यहाँ नआएकाले अन्तर प्रदेश सरकारको कुरादेखि लिएर केही रोकिएका कुराहरू अगाडि बढ्थे। 28 सालको शिक्षा ऐन सकिएर फेरि अगाडि बढ्दै थियो। सुशासनको कुरा गर्दै गर्दा भ्रष्टाचार निवारण अख्तियारको विधेयक टेबल भइरहेको अवस्था थियो र नेपाल प्रहरी लगायत प्रहरी सम्बन्धी केही ऐनहरू सदनमा थिए। मलाई यसलाई स्वीकृति गर्न सक्यो भने हामीले अस्तित्वमै रहने जुन कुरा गर्दैछौँ त्यसलाई अगाडि बढाउन सकियो भने र यहाँ उठेका जुन यो छन् यसलाई सेयरिङ हामीसँग अध्ययन त धेरै भएका छन्, तर हामीसँग भएको अध्ययनहरू यस्तो छलफलमा मलाई लाग्छ युनिभर्सिटीहरूलाई जोड्नुपर्छ जस्तो लाग्छ। किनकि विपदको बेला हामीले गरेका अध्ययनहरू अनुसन्धानहरू यस्तो कुराहरू कहाँ हुने भन्ने कुरा एप्लाई गर्ने अन्तिममा फेरि विश्वविद्यालयले हो। मलाई लाग्छ यस्तो अर्को सबहरूमा विश्वविद्यालयको हेल्थ डिभिजनलाई या मेडिकल युनिभर्सिटीका अनुसन्धानका कुराहरूलाई तपाईँले पनि गर्नुपर्छ भनेर एनएसआरसित छ, त्यसलाई पनि गर्न खोज्यो भने अहिले पनि हामीले लिबी माथि धोको कुरा गरे जस्तै चिनको सिमाना जोडिएको लिबी लाप्चा अनि यता मुगुम कालमाराम त्यसपछि गएर माथिल्लो डोल्पाका भूभागहरूमा मुगुका यी भूभागहरूमा पनि अहिले हामीले मेडिकल अफिसर साथीहरू पठाइरहेको अवस्था छ। हामी माथिल्लो तहमा पनि ल्याबलाई अझै व्यवस्थित गर्न खोज्दैछौँ र अहिले जहाँ जहाँ हामीले मेडिकल अफिसर साथीहरू पठाएका छौँ त्यहाँ ल्याबलाई र रेडियोलोजी सेवालाई पनि सुरु गरेर यो हुनसक्ने अहिले हामीले भन्दैछौँ हिमालमा मलेरिया रोग, हिमालमा पनि उच्च हिमाली क्षेत्रमा पनि हाम्रो नयाँ नयाँ खालको रोगहरू देखिँदैछौँ भन्दैछौँ। त्यो के देखिँदैछ त्यसको सर्वे हामीले एउटा शिविर लिएर गरेर हुँदैन, त्यहाँ डेटली आउने मान्छेलाई गर्न सक्यौँ। र अर्को यो जो सूचना सम्प्रेषणको कुरा छ हामीसँग अहिले स्वास्थ्यसँग जोडिएको विषय गरेर अस्पतालहरूमा मेडिकल हेडक्वार्टर र तथ्याङ्कदेखि साथीहरू हुन्छ। तपाईँहरूले सोसियल मिडियालाई ओइटिभ तरिकाले विपदबाट कसरी जोगिने, हामी कसरी सचेत हुन सक्छौँ र कसरी नागरिकलाई स्वस्थ रूपमा नागरिकलाई बचाउन सक्छौँ, यस्तो खालको इन्गेजमेन्ट कुरा अगाडि बढ्यो भने यो प्लान आयो भने प्लान कार्यान्वयनको लागि आगामी वर्षमा बजेट विनियोजन गर्ने कुरा र यसलाई कार्यान्वयन गर्ने कुरामा राजनीतिक रूपमा प्रतिबद्ध व्यक्त